हेलो एभ्रिवान अनि अहिले भर्खर मैले ब्रेकफास्ट खाएँ अनि ब्रेकफास्ट खाइसकेर चाहिँ हाम्रो 8 बजेदेखि 8:30 सम्म आधी घण्टाको ब्रेक हुन्छ अनि त्यस बीचमा चाहिँ हामीले हाम्रो क्लासहरु भयो अनि हाम्रो टेम्पल यानी दिस श्राइन हल मन्दिरहरु चाहिँ हामीले सफा गर्नुपर्ने हुन्छ अनि त्यसमा चाहिँ हाम्रो टर्न बाइ टर्न हुन्छ दुई जना क्लास सफा गर्ने दुई जना मन्दिर सफा गर्ने अनि त्यसरी सबै स्टुडेन्टहरु अनि टर्न बाइ टर्न त्यसरी सफा गर्ने हुन्छ सो या आज मेरो टर्न हो मन्दिर सफा गर्ने यो ठुलो मन्दिर यस्तो मन्दिर दुईटा छ अनि दुई जना मिलेर एउटा गर्नुपर्ने हुन्छ सो या लेट्स स्टार्ट Hello. So after breakfast, I cleaned our temple. It was my turn. So yeah. अनि त्यही हो गुम्बामा अब सबै विद्यार्थीहरुको टर्न बाइ टर्न हुन्छ सफा गर्ने जुनै पनि काम होस् सबैजनाको टर्न बाइ टर्न हुन्छ हैन अनि आफ्नो आफ्नो टर्नमा गर्यो त्यस्तै हो अनि सो I want to tell you something about cleaning.
अब सफा गर्नु भनेको त राम्रो काम त हो होइन, तर त्यसमा पनि त्यसलाई अझै राम्रो बनाउनु चाहिँ मतलब भन्छ नि त हामी सबैले खुसी चाहन्छ होइन, खुसी शान्ति चाहन्छ भन्छ होइन। तर जस्तै अब अनि त्यो खुसी चाहिँ हामीले यो दैनिक कामहरू हुन्छ नि, जुन सफा गर्ने भयो, यताउता हिँड्ने भयो, खाना खाने भयो, जुनसुकै जस्तोसुकै जुनै काममा पनि तपाईँले अनि खुसी प्राप्त गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ। कसरी भन्दा चाहिँ यो खुसी भन्ने चिज चाहिँ हाम्रो अब मनको कुरा हो नि त होइन। अनि मन भनेको चाहिँ भन्छ नि त अब मतलब जस्तै अब सफा गर्ने कुरा गर्नु पऱ्यो भने सफा गर्ने बेला तपाईँले अनि सफा गर्दैछु होइन र, अनि सफा गर्ने बेला तपाईँले अनि फोहोरहरू सबै अब गुम्बामा भएको होइन, गुम्बा मात्र होइन जतै होस्, क्लासहरू होस्, स्कुल होस्, अनि आफ्नो के भन्छ आफ्नो घरको वरिपरि होस्, जतै भए पनि त्यहाँ सफा गर्ने बेला अनि त्यहाँ भएको फोहोरहरू हटियोस् र सफा होस् होइन। र सफा भएर चाहिँ अनि त्यहाँ भएको सबैजनालाई राम्रो होस्, स्वास्थ्यमा राम्रो होस् होइन भन्ने एउटा विचार सोचाइ लिनुभयो भने चाहिँ, सोच एउटा लिनुभयो भने चाहिँ अनि त्यसले आफूलाई पनि मनमा हुन्छ नि, मनमा शान्ति हुन्छ र अनि अरूलाई पनि अब राम्रो हुन्छ भन्ने मलाई विश्वास लाग्छ। र जस्तै अब त्यस्तो नभइकन सफा गर्ने बेला फोहोरहरू देख्ने बेला यो फोहोर कसले गर्यो, त्यसले गर्यो, यसले गर्यो, हो यसले गर्यो भनेर मनमा रिस हुन्छ नि। अब कारण किन फोहोर भयो त्यसको कारण मात्र खोजी बस्यो भने चाहिँ अब मनमा शान्ति नभइकन मनमा अशान्ति, अब रिसहरू उठ्छ नि त होइन, त्यस्तो हुन्छ। र त्यही भएर चाहिँ अब जोसुकैले फोहोर गरे पनि आज मैले अब सफा गर्नु पाएँ, म भाग्यमानी हुँ र यसलाई चाहिँ म खुसी सफा गर्छु भन्ने एउटा मनमा राख्यो भने चाहिँ सफा गर्ने बेला पनि अब गाह्रो नहुने होइन, अनि मजा आउँछ भन्ने चाहिँ मलाई लाग्छ। अनि जस्तै मैले तपाईँहरूले देख्नु भइहाल्यो अघि मैले सफा नि गरेँ होइन, मजा आयो मलाई। अब त्यही भएर मैले भन्नु खोजेको चाहिँ जुनैसुकै काममा पनि तपाईँले चाहिँ मजा लिन सक्नुहुन्छ र शान्ति पाउनुहुन्छ, सुख पाउनुहुन्छ भनेर अनि भन्नु खोजेको चाहिँ त्यो हो। हस् त अनि धन्यवाद, थ्याङ्क यू।